आज त यसो घुम्न आएको हो मार्केट जान लागेको ल है गाइस हामी अब पार्कतिर घुम्न जान लाग्यो है सरल हाई भन रुसल हाम्रो यात्रा हामी घाला यात्रा भइरहेको छ साथीहरूले आज रात मराउने भए के गर्नु त्यस्तै छ गाडीको यात्रा हुँदैछ है कहाँ जाने कान्छ यता हेर यता कहाँ जाने हो घुम्न पार्क के भन्छ हौ यो मान्छे यो कहाँ जाने यो चाइनिज जस्तो मान्छे घुम्न खान्छ ल हेर खाने हो ठाडे घाटी यार पानी नहालिकन हो क्या हो हाँ सानो सुरुमा आउँदैछ आएछ रिसल हेर केटा हौ फाइनल्ली गाइस रिसल चाहिँ बनाउनु लागि है फाइनली रिसल पार्क बाहिर आउन लाग्यो है ल अब हामी अमनको सोरुमबाट हिँड्दैछ है यता के छ कहाँ जाने हो
कहाँ जाने हो ल हेर हामी त फाइनली रुसल पार्क आइयो है गाइजहरू घुम्न केटाहरूले भारी बोकाएर कोसेली घर पठाउने कोसेली लिएर कोसेली अरे हामी त यो सोरुम हेर अन्डरग्राउन्डबाट हामी कहाँ जाँदैछ अब ल है गाइजहरू मगर भाषा माले हाम्रो यता दुईजना यी सारा आउँदैछ केटाहरू है त ए दुईटा ल फाइनली अब माथितिर निस्कन थालियो ए निस्कन ठाउँ पनि आयो है गाइज अब यहाँ हाम्रो रुसलमा पुरा आज पार्टी छ के बर्थडे पार्टी मनाउने अरे ल अब एकजना साथी खै कता छन् थाहा छैन है त यो पार्क बाहिर आइयो ल है छिटो कता जाने अब थाहा कता हो कता जाने त्यहाँबाट छिर्ने हो कि वहाँ भित्र जान पर्छ क्या वालेकुम सलाम माफी गाडी ल हेर हरियाली नेपालको जस्तो हरियाली ल है गाइजहरू ल अब फुच्चे भाइ कहाँ हिँड्न ला कहाँ जाने फुच्चे भाइ थट कहाँ हो केटी खोज्न हिँडेको हो र ल के लिएर आऊ त्यस्तो पार्सल नेपालको पाउर हो यो हो के छ त सपिङ त दरै भए है क्या है तेरी ल जाम ल हिँड अब फाइनली हामी गार्डनभित्र पुग्न लागिएछ है त अब पुग्न लागिएछ गार्डनमा है गाइजहरू यो मेरो टिकटकमा होइन मेरो युट्युब च्यानल भ्लगमा सबैले सब्सक्राइब गर्नु होला है हाम्रो यो हेर्नुहोस् ओमनको गार्डनमा यस्तो गर्मीले पुरा पसिना भएर बनाइरहेको छ हाम्रो कान्छालाई गाह्रो भइरहेछ कहाँ पार्क आएको भन्ने थाहा पनि छैन अरे है त ल हेर्नुहोस् अब गेटमा आइयो रुसेल पार्कको गेट हो यो अब हामी यहाँ इन्ट्री हुँदैछौँ है त हामी गेटबाट अब इन्ट्री भइयो अब जाने कता अब जाने कुन लोकेसनमा भन्ने हामीलाई यहाँ थाहा छैन लाउन आयो यसै जाम यतै आऊ क्या यताबाट अब के गर्नु त कहाँ राख्छ यहाँ ल अब हामी हिँडी भइयो कता जाने हो भन्ने थाहै छैन यी दुईटाले पुरा घरमा पठाउने अरे पार्सल है मलाई शुद्ध बोकाइरह आफूले घरमा पठाउने अरे मैले शुद्ध यहाँ पार्सल बोकिरहेको छु यार ल है केमा ल्याउने हो र छैन ल थाहा भएन यहाँ हेर्नु बच्चाहरू खेल्ने ठाउँ अब यो हाम्रो रुसियल पार्कमा है यो बच्चाहरू खेल्ने ठाउँ हो हेर्नु फोन गर न हातै पाटी हो तिम्रो केटा हो यार मलाई ल है हेर्नुहोस् अब आइयो हाम्रो उहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि हुनुहुन्छ फोटोसुट गर्दै हुनुहुन्छ के गर्ने ल
छिटो आऊ न ठकायो क्या हो केटा हो यार म त पसिनै भयो त हौ है त फोन गर त राइला हो हेलो फोन गर न यार यो त हाम्रो सर आउँदै हुनुहुन्छ ल है त यिनीहरू पहिलेको उसमा हैगयो कि जस्तो लाग्छ ल है निस्कि होइन भर्खर त आइरहेछ ल दुईटा पुरा गर्मीले तना भएको छ है हाम्रो केटाहरू ल यसो बर्खा यो फाइनल्ली हामी है त यो गार्डनको यो हेर्नुहोस् लुक्स ल यो त हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले फोटोसुट गर्दै हुनुहुन्छ है त मलाई यहाँ गर्मी भइरहेछ राईलाई फोन गर क्या राईलाई नम्बर छैन के अब साँझ बहसपछि शीतल हुन्छ ल ल ल छिटो छिटो जाम 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 कहाँ हो कि भारी भयो हो अब सजिलोको ल हाम्रो यो भ्लगको भिडियो हुँदैछ कान्छा मिच्छी भ्याएको छ है हिँड्नलाई मिच्छी भ्या छ के गर्ने म पनि पसिना भइरहेछ के गर्ने गाह्रो छ हो यता भिडियो सुट भइरहेको छ है हाम्रो नेपाली चेलीहरूको है ओ यहाँ अगाडि हेर त ल डान्स भइरहेको छ होइन हाम्रो साथीहरू यतै दाहिनेपट्टि अरे गेटबाट छिर्ने बित्तिकै फोन गरेको दाहिनेपट्टि छौँ भन्नुहुन्छ छेउ आउनु भन्नुभएको छ है गाइजहरू ल है हाम्रो त अब भ्लग सबैले सो फलो गर्नु होला सब्सक्राइब गर्नु होला ल आऊ ल हँदै आउने रहेछ हौ मान्छे नै चिन्निएन यार रातै काले भएको छ त यार ल यता अर्को जाने बाटो हर 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 यहाँ त बन डाँडै छ क्या ल सेकेन्ड पार्ट र त यो यहाँ त बाघ छ क्या हो हेरेको छ हौ बाघले यार खै कता हो पार्क अरे साथीहरूलाई भेट्न आएको कता हो खै त कहाँनिर छन् हौ दाहिने सिएस तिनीहरू हो र होइन ल ल ल ल ल ल ल ल है गाइस हामी अब यहाँ घुम्दैछौँ साथीहरूलाई खोज्दैछौँ है त त्यही हो र कुनको ईश्वर होइन र खै कान्छा कहाँ जानु र त्यही हो र तिनै हुन् र
ल म त भ्लग बनाइरहेको यार म त ख्यालै नगरेको यार त्यही बस लु आइयो रुसल पार्कमा है त धनुष गार्डनमा भएर अब फुलहरू रोप्दैछन् तिहारको लागि है यो तिहारको लागि सयपत्री फुल भर्खर हुँदैछ है गाईजहरू के तिहारको लागि ओहो ल फुल एउटा फुल फुलिरहेको छ यहाँ भर्खर यो सुरु हुँदैछ यो फुल है गाइजहरू फाइनली अब हामी आइभ्या छ है त ल हाम्रो प्रमन सिंह यता आउँदैछन् लिउ लिउ ल दसैँ स्पेसल आज फेरि गार्डनको है दसैँ स्पेसल त्यसो उठाउन ल पुरा दसैँ स्पेसल है गाइज आज गार्डनमा आज रुसल गार्डनमा है फाइनली हामी भेटियो है त रातै भएको छ हाम्रो दसैँ स्पेसल है हो चिसोमा चिसो बतासै चल्यो सिरेटोले हान्यो माया केले तान्यो तान्यो मन उड्यो चङ्गा झै उड्यो चङ्गा झै छैन र माया भएन र माया भोलि चाली बन्द भो भैसमा लौ छैन र आयो पेलन आयो घर जाने पेलन हेर्नुहोस् त गाईको होइन कति नजिक आयो यो इन्डिगो इन्डिगो ओहो अब खाइपी भयो हाम्रो यता ल आज चाहिँ हामी दसैँ मनाउन आएको दसैँ मनाउँदै ल ओ ल ह्यापी दसैँ यता हेर न के रिसा हौ टमन यार अलि हाँसन यार टिका लाएर दसैँ टिका लाएर ल है गाई फाइनली अब हामी होइन फर्किएको है गार्डनबाट अब यो भनेको लास्ट हो अब कहिले आउँछ थाहा छैन ल हाम्रो त ल अब हिँडेको है हामी ल है गाइज ओके अब हामी फर्किएको ल त यसो खाल्टा तिर्दाम ल भन त्यो सुरु मेन गेट भन न सुरु छिर्ने गेटमै बच्चाहरू खेल्ने ठाउँ वहाँ अगाडि हो त्यही अगाडि हो कि बच्चा खेल्ने ठाउँ ल ल हामी आछौँ त्यो अगाडि पैसा माले ग्यास त हाले है त ल ल